र मैले अघि उद्घोष गरिसकेको नाम बसन्त ओली बसन्ती आफ्नो रचनाको लागि अनुरोध गर्दछु। पानी परे त ठिक थियो, पानी परे त ठिक थियो, माया तेरो पर्थ्यो, माया तेरो पर्थ्यो, पानी परे छ तिम्रो, पानी परे। धन्यवाद व्यक्त गर्छु जीवन किरण, आभार व्यक्त गर्छु महालक्ष्मी साहित्य प्रतिष्ठान समाजप्रति, विशेष गरी मेरो साथी आकाशप्रति आभार व्यक्त गर्छु। तपाईँ सबै नमस्कार। कमजोर सपना बाँच्यो, सपनाको युद्ध पर्दा कमजोर सपना बाँच्यो, सपनाको युद्ध पर्दा, सपनाको युद्ध पर्दा, कमजोर सपना बाँच्यो, सपनाको युद्ध पर्दा, सपनाको युद्ध पर्दा, सपना बोकेर सपना मन पर्थ्यो, सपना बोकेर सपना मन पर्थ्यो, पानी परे त ठिक थियो, पानी परे त ठिक थियो, माया लगेर पर्थ्यो, माया लगेर पर्थ्यो। मेरो घर चाहिँ दान यो 4 महिना अगाडि यो भेट गराएको थियो मैले। गायन पनि एउटा पार्टमा चाहिँ मैले गाएको छु। विशाखा साई चौधरी र सुभाष दिवसले गाउनुभएको छ। यसको सङ्गीतमा साथ दिनु हुनुहुन्छ निकास गिरी, जसले रेलको बाटो पुग्दै छ उहाँको पनि भिडियो सङ्गीत गरेको छु मैले। खुसी लाग्यो तपाईँहरूसँग भेट्दाखेरि। एउटा सेट गाउँछु, त्यसपछि बाहिर जान्छु। छिट्टैमा रोसो भन्छन् दूर हुँदा सबैले, दूर हुँदा सबैले, छिट्टैमा रोसो भन्छन् जिउँदो हुँदा सबैले, जिउँदो हुँदा सबैले, छिट्टैमा रोसो भन्छन् जिउँदो हुँदा सबैले, जिउँदो हुँदा सबैले, भन्छन् मरेको दिनमा बिचरा मर्नु पर्थ्यो, भन्छन् मरेको दिनमा बिचरा मर्नु पर्थ्यो, बानी परे त ठिक थियो, बानी परे त ठिक थियो, माया लगेर पर्थ्यो, माया लगेर पर्थ्यो। यो दुनियाँमा म हो यस्तो खाली काम गर्ने, यो दुनियाँमा गुरु म्याम, यो दुनियाँमा म हो यस्तो खाली काम गर्ने, आफैलाई आफैले सलाम गर्ने। यो दुनियाँमा म हो यस्तो खाली काम गर्ने, आफैले आफैलाई सलाम गर्ने। आखिरमा हातले आशीर्वाद भन्नुपर्छ, आखिरमा हातले आशीर्वाद भन्नुपर्छ। कोही आयो भने खुट्टाले प्रणाम, कोही आयो भने आखिरमा हातले आशीर्वाद भन्नुपर्छ। म्याम, आखिरमा हातले आशीर्वाद भन्नुपर्छ।
कोही आयो भने खुट्टाले प्रणाम गर्ने यो माया प्रेम त यस्तो रोग ओखती हो यो माया प्रेम त यस्तो रोग ओखती हो आफैले फैलाउने आफै रोकथाम गर्ने यो माया प्रेम त यस्तो रोग ओखती हो आफै फैलाउने आफै रोकथाम गर्ने केही शेर मात्रै बोल्छु बोल्ने आँट छैन हजुरको विषयमा बोल्ने आँट छैन हजुरको विषयमा बोल्ने आँट छैन हजुरको विषयमा कौवालले के बोल्नु मयूरको विषयमा बोल्ने आँट छैन हजुरको विषयमा गुरु बोल्ने आँट छैन हजुरको विषयमा कौवालले के बोल्नु मयूरको विषयमा सिउँदोमा सिन्दुर बस्नुभन्दा अगाडि गुरुआमा सिउँदोमा सिन्दुर बस्नुभन्दा अगाडि बैठक बस्नुपर्छ सिन्दुरको विषयमा सिउँदोमा सिन्दुर बस्नुभन्दा अगाडि जबरजस्ती बिहे गराइदिन्छ भन्छ नि त्यसकारण सिउँदोमा सिन्दुर बस्नुभन्दा अगाडि बैठक बस्नुपर्छ सिन्दुरको विषयमा एउटा शेर वाचन गर्छु कसैको पछि 1000 मेरो पछि 100 लागेर हो कसैको पछि 1000 मेरो पछि 100 लागेर हो उनी मेरी बन्धन माया अभिनय लागेर हो कसैको पछि 1000 मेरो पछि 100 लागेर हो उनी मेरी बन्धन माया अभिनय लागेर हो वर्षौंदेखि थाला पर्दा पनि अझसम्म जीवित छु वर्षौंदेखि थाला पर्दा पनि अझसम्म जीवित छु मेरो दुर्गम बस्तीमा काल आउन समय लागेर हो मेरो दुर्गम बस्तीमा काल आउन समय लागेर हो उनी मेरी बन्धन माया अभिनय लागेर हो खुसीको मूल शब्द थिए चोटको व्युत्पन्न शब्द बनेछु खुसीको मूल शब्द थिए चोटको व्युत्पन्न शब्द बनेछु मेरो खुसीमा पीडाको मात्र प्रत्यय लागेर हो मेरो खुसीमा पीडाको मात्र प्रत्यय लागेर हो उनी मेरी बन्धन माया अभिनय लागेर हो गजबको अन्तिम शेर छोराले सोध्यो बा त्यसपछि के भएर पढ्नु भएन छोराले सोध्यो बा त्यसपछि के भएर पढ्नु भएन छोराले सोध्यो गजबको अन्तिम शेर कसैको पछि 1000 मेरो पछि 100 लागेर हो उनी मेरी बन्धन माया अभिनय लागेर हो छोराले सोध्यो बा त्यसपछि के भएर पढ्नु भएन जवाबमा भने छोरा गरिबी भन्ने विषय लागेर हो प्रमाण पत्रको लागि म बसन्त ओली बसन्तज्यूलाई पनि अनुरोध गर्दछु रोमा लम्साज्यूलाई पनि प्रमाण पत्रको लागि अनुरोध गर्दछु